नमस्ते, म अधिवक्ता चुडाराजु प्रेती। यो चेकको विषयमा के कस्तो हुन्छ, चेकको मुद्दा के हो, कसरी अदालतले यसलाई ग्राह्य गर्छ, कसरी अदालतले इन्टरटेन गर्छ भनेर के साथीहरूले जिज्ञासाको रूपमा फेसबुकमा, मेसेन्जरमा, सामाजिक सञ्जालमा सोधेको भएर के कुराहरू क्लियर गर्न आज बिहानी म उपस्थित छु। म अधिवक्ता पुनः भने चुडाराजु प्रेती। यो चेकको सम्बन्धमा चाहिँ स्पष्ट र सरल व्यवस्था के थियो भने चेक अनादर भनेर विनिमय अधिकार पत्र 2034 को दफा 107 क ले व्यवस्था गरिदिएको थियो। निक्षेप नभएको चेक काटेर दिनु हुँदैन र चेक काटेपछि 6 महिनाभित्र अनिवार्य रूपमा ब्याङ्कमा प्रेजेन्ट गर्नुपर्छ र सो समयमा भएन, पैसा दिइरहेन, निक्षेप रहेनछ, खातामा पैसा रहेनछ पर्याप्त भुक्तानीको लागि भनेदेखि त्यसलाई अनादर भएको प्रमाणित गरेर अदालत आउन सक्ने अवस्था थियो, मार्ग थियो र त्यो सहुलियत रूपमा कम शुल्कमै अदालत प्रवेश गर्ने एउटा उचित बाटो थियो। अब अहिले 2082 वैशाखको 24बाट चाहिँ विनिमय अधिकार पत्र ऐनको 107 क यो नेपाल ऐनलाई संशोधन गर्ने के विधेयकले संशोधन गरेको हुँदा यो खारेज भइसकेको अवस्था छ र यसलाई अलि एउटा गभर्निङ लको रूपमा यो दुईटा वेले चेकलाई हेर्ने गरिन्छ। एउटा लेनदेनै हो भनेर मुलुकी देवानी संहिता 2074 का लेनदेनका परिच्छेद अन्तर्गत चाहिँ यसलाई चेक भन्ने पनि एउटा लेनदेन स्थापित गर्ने माध्यम हो भनेर व्याख्या भएको अवस्था हुँदा 473, 476 र 488 का विभिन्न दफाहरूले यसलाई गभर्न गरेको छ र 492 को हदम्याद लिएर यो लेनदेन हो, हामी बिचमा लेनदेन भएकै हो भनेर चेकलाई पनि लिने भन्ने एउटा त्यसरी जहाँ आउन सकिन्छ भने अर्को चाहिँ यो ब्याङ्किङ कसुर अन्तर्गत यो चाहिँ ब्याङ्किङ कसुर गर्यो। कसैले ब्याङ्किङ कसुरले चाहिँ के भन्दछ भने कसैको खातामा पर्याप्त रकम नहुँदै चेक काटेर दिनु नि स्वयं अपराध हो भन्छ। अपराध हुने अवस्था देखिन्छ, कसुर स्थापित भएको अवस्था मान्दछ, स्वीकार्दछ। त्यसरी आउने अवस्थामा चाहिँ यो सिधै नेपाल सरकार बाधी भएर चल्ने प्रकारको मुद्दा हो। जाहेरी लिएर सम्बन्धित इलाका प्रहरीकारले मातहतमा यो ब्यौराले मलाई यो फलानु चेक जसले दिएको हो, जो प्राप्तकर्ताले आफै जाहेरी लिएर जाने र अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अभियोग दर्ता गर्ने भन्ने एउटा त्यो वेबाट पनि आउन सकिन्छ भने लेनदेनले पनि यसलाई गभर्न गरेको छ र अहिलेको विद्यमान कानुनहरू यस्ता प्रकृतिका छन्। यो चाहिँ के छ भने अहिले नयाँ थप के भएको छ भने 2082 वैशाख 24 पछि चाहिँ पहिला ब्याङ्किङ कसुर सजाय ऐन 2064 ले चाहिँ बिगो बराबर जरिवाना भन्थ्यो। अब बिगो बराबर जरिवाना छैन, जम्मा 5 वर्ष माफी गर्नु 5% मात्रै जरिवाना कुराहरू आएको छ र एमाउन्ट हेरेर केही कैदहरू पनि गरेको छ। 1 करोडभन्दा माथिको हकमा चाहिँ 10 दिनभन्दा माथि छ, नत्र सामान्यतया ठुलो कैदको सजाय अहिलेसम्म गरेको अवस्था पनि छैन। एउटा लेनदेनबाट आउन सक्ने देवानी प्रकृतिका मुद्दा भइहाले, चेकलाई त्यसलाई गभर्न गर्ने भयो। अर्को भनेको चाहिँ यो जुन ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 लाई टेकेर जाहेरी लिएर नेपाल सरकार बाधी भएर चल्ने मुद्दाका प्रकृतिहरू भए। यसरी चाहिँ आर्थिक अपराधको रूपमा जोडिएको यो चेकलाई प्रमाण पुर्याएर प्रमाणको रूपमा अदालतले प्रमाणको यथेष्ट व्याख्या विश्लेषण गरेर मात्रै कसुरलाई ठहर गरेर फैसला गरेको परिपाटी छ। चेकको सम्बन्धमा परिवर्तित कुराहरू यिनै छन्, अहिले तत्काल परिवर्तित भएको र ट्रेन्डका कुराहरू यिनै छन् र नेपालको कानुनले यी कुराहरूलाई विशेष प्राथमिकता राखेको छ। धन्यवाद। यसरी अब अहिले तत्काल चेकको लागि अहिलेको मौजुदा कानुनहरूले मार्ग प्रशस्त गरेको अवस्था छ। एउटा विनिमय अधिकार पत्र 107 क निलम्बन भइसकेपछि चेक अनादरलाई हामीले खारेजीको अवस्थामा भन्दा पनि सिधा ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 को मार्ग अपनाउने जाहेरवाला सिधै पीडक विरुद्ध जाहेरी लिएर नेपाल सरकार बाधी भएर चल्ने एउटा प्रकृतिका मुद्दा भयो भने अर्को यो मुलुकी देवानी संहिता 2074 का परिषद लेनदेन सम्बन्धी परिषदले यसलाई गभर्न गरेको हुँदा त्यसरी आउने एउटा मार्ग प्रशस्त गरेको अवस्था छ। धन्यवाद।